Anyhow, उताको win खाओ guys. Guys, anyhow, उताको win खाओ guys. ल साथीहरु 900 जनाको पावर. कुलबाईसँग खेल्ने भन्नुभएको दिदी दबे चन ठकुरी 6-2 नम्बरमा भन्नुभएको छ कसरी सर्च गर्ने थाहा छैन मलाई बले यहाँ फेरि बाघ हान्नु भयो फेरि बबाल सिस्टरसँग गेम पहिलोचोटि त्यही पनि मैले म्याचमा फर्स्ट टाइम देखेको आज सिस्टरलाई आजै हो म हिँडेर राउन्ड हान्दै हिँडेको ए कहिलेकाहीँ हिँड्नुपर्छ सिस्टर अनि पो चिनिन्छ थाहा हुन्छ त नत्र होस्ट नै चिनिँदैन गेम खेलेपछि मात्रै होस्ट भन्ने चिनिन्छ खेल्नुपर्छ एउटा दुईटा लास्टमा फ्रेस हुन्छ हार जित भने त आफ्नो ठाउँमा छ सपोर्टर हुनु भने जितिने हो ए साथीहरु 900 जना साथीले डबल ट्याप ट्याप चाहिँ गर्दै जाने थ्यांक यू सो मच एस थ्यांक यू सो मच हाम्रो टप आइडीलाई फलो गरिसकेको छैन सबैले फलो गर्दै जाने ए अझ त्यो पनि भन्ने हो अझै सिक्नु पर्ने छ पर्छ सिक्दैछु सिस्टर हेलो गाइज वेलकम सबैजनालाई अब तपाईहरुको फलोअर्स नै बढाइदिन भने रिसा हुन्छ हो उताको पहिले सुन्यो कि तिमीलाई भोलि बढाइदिन्छु ल उताकोले जित्छ कि ल ल ल सबैजना लाइभ सेयर डबल ट्याप गर्नुहोस् त अलि फन्नीसँग रमाइलो हुन्थ्यो है अब आफू हाँसे गर्न बाहेक आउँदैन त्यही त हो नि हजुर यतापट्टि फन्डी खालको कमेन्ट गरौँ त म पढिसक्नु त हाँसिहाल्नुहुन्छ नि हजुर होइन ओ थ्याङ्क यू सो मच फर जे गाइस टुगेदर गाइस ट्रिपल भने के हो र व्हाट इज द मिनिङ अफ ट्रिपल आई डोन्ट नो के कसरी खेल्नु यो ट्रिपल भन्छ सुन्नु मैले ओ दीपक थ्यांक यू सो मच फर जे गाइस ट्रिपल प्रेम जी थ्यांक यू सो मच थ्यांक यू अर्जुन जी 3वटा हुन्छ एक दिदा रे ए हो र खै बत्ती भनेर हुन्छ के भने त ओ दीपक थ्यांक यू जित्दैन होला उता त जोड तोडले गइराछ यहाँ 1 लाख रे के हो त्यो ओ माय गॉड बागे हान्दैछ त नि ओ माय गॉड अनि सक्छ त कसरी सक्दैन नि त नि उतातिर त सबै गिफ्टहरु मात्रै रहेछन् फ्रिडम वाइ के छ अब कसले छ अब सुत्ने हो नजोसै हुन्छ नगर्नु भयो छोड्दिनु उतातिर सकिन्न तर उता गिफ्ट हानेको नदेखिदो रहेछ है यता ठिक छ उनीहरूको त खै के तिरपल भन्छ त्यही गरेको होला आमा 1200 जना रहेछ त्यति भएपछि बोल्ती बन्द सबैले फलो गर्छ ल जति पनि साथी हुनुहुन्छ हैन कसले हो बाघ हानेको तिम्रोमा यो यस्ता देख्नु भएको छ नि यो फर्स्ट लाइनको हुनुहुन्छ नि इन्फिनिटी हेर्छु त उहाँले त्यहाँ देखिन्छ कति हान्नु भएको छ भने टप 10 देखिन्छ अहिले उताको आयो भने छैन बेर लाग्दैन थ्याङ्क यू सो मच थ्याङ्क यू ए मलाई र्याङ्कलाई पुश गर्नु भएको रे सिस्टर त्यस्तो के पनि हैन जस्ट र्याङ्कलाई पुश गर्नु भएको रे टपमा जानलाई भनेको कि हजुर टपमा हुनुहुन्छ नि र्याङ्किङको हैन त्यही र्याङ्किङको लागि हेल्प गरेको भन्दै होइसिन्छ साथीहरुले थ्याङ्क यू एभ्रीवन रोया एउटा तिमीले जित्छौ कि एउटा हान्दिम न जिते नि हारे नि कहाँ मैले जित्छु भन्ने कहाँ थाहा हुन्छ अब सपोर्टरले कति हार्नुहुन्छ मलाई थाहा हुँदैन अनि
लाज लाग्यो अरे अब हेर न अब हजुरले जोड्नु भयो म आफै डराएर कामिरहेको थिएँ म ल अब म कोमामा पुग्ने भयो भनेर म त यो लाइभ इन गर्न लागेको लास्टमा अनि यसो एउटा दुइटा खेल्छु क्या फ्रेस हुनलाई अर्जुनजी थ्याङ्क यू फुडजी थ्याङ्क यू सो मच गाइस सबैजनाले हाम्रो म्याच कन्ट्रिब्युटर ऱ्याङ्किङको 10 आइडीलाई फलो गर्ने भ्युअर्सको टप 1 देखिबाट टप 10 आइडीलाई पनि फलो गर्दै जानुहोस् ल जति पनि साथी हुनुहुन्छ थ्याङ्क यू सो मच फुडजी थ्याङ्क यू इन्फिनिटी थ्याङ्क यू सो मच अर्जुन उता त बाबा बाघ हान्ने मान्छे रहेछ त बाघ भने गर्दैन आएन जोड उस्तै रहेछ कि फेरि विदेशीहरू होला ल गाइज है थ्याङ्क यू फर सपोर्टिङ ल ठिकै छ नजिताए पनि इट्स ओके अघि त्यत्रो सपोर्ट गर्नुभयो इट्स है अब यता कसियो नि उता नि कसिन्छ नि त्यो नकसिने ठिकै छ हामीले नि हान्न पऱ्यो अरे भयो तिमी बाघ हान्न ला हो विकर आइडीसँग म्याच खेल्नुपर्छ अरे म्याच खेल्या होइन क्या म त यतिकै रमाइलो गर्न जोड्या हो अनि ऊ त झन् जोडतोडको रहेछ कि अघिसम्म जितिरहेको थिएँ अरू त गफडकै बाघ हान्दियो हेरे भयो मलाई हेलो एभ्री वान हेलो थ्याङ्क यू फर सपोर्टिङ है मलाई अघि नै कति सपोर्ट गर्नुभएको तपाईँहरूले थ्याङ्क यू सो मच थ्याङ्क यू ओकिरा थ्याङ्क यू जेसफर थ्याङ्क यू साइरा हजुरको विन गयो सो भन्नु रहेछ दिदी सिङ्गल हान्दिउँ रे मलाई फेरि यस्तो तिर्पल भनेको नि त आएन कि खै तिर्पल भन्दै जित्जाउँछ नि अब कसरी हान्ने त्यो पनि त आएन खेल्ने भए पो थाहा हुन्छ बुस्टर भन्छ त्यो बुस्टर भनेको नि त आएन राम्रो बुस्टर कसरी लगाउने त्यो नि त आएन बिस्तारै अब इन्डिङमा बुढुङ्गै बाघ उडाउने होला हेर उता हो त्यही होला बुस्टर भनेको मैले बोलेको सुन्ने क्या उता हाँसे त बहिनीको सुनिन्छ र म्युट गरेर हामी यति सोच्यो कि होइन थाहा होइन कि सिरियसली भने टिपल भने बेला गिफ्ट जति दिन्छ त्यसको त्रिपल हुन्छ कि अरे ए अब तँ कसरी गर्ने त त्रिपल आइरहनु को कता उता पो हिजो यतै हेर्छ आमा दिपकले हानेको मलाई यहाँ अब उता नि हान्छ ऊ पिस पुग्यो यहाँ थ्याङ्क यू धनी हुने भयो नि त म त अनि अब उता बाघै उडाउनु पर्छ ए अनि यो रकेटलाई के त्रिपल हान्न मिल्छ कसरी हो रबिनसँग खेल्ने भन्नुभएको रहेछ त्यो भाइले त के गर्नु लाउँछ लट्टै गराउँछ अहिले गेममा आफै हुन्छ त्यही कति सेकेन्डको लागि भनेर आउँछ कि अरे ए उतैकोले जित्यो ठिकै छ कडा रहेछ भाइ उताको मान्छेहरू हेलो सुरेश वेलकम बुस्टर युज गर्नु दिदी रे कसरी हो त नि मलाई थाहा छैन के गर्नु बुस्टर कहाँ हुन्छ बुस्टिङ प्लिज फुल्ली सपोर्ट गर्नु अरे डबल ट्याप हान्न बाहेक अरू केही गर्न सक्दिनँ म चाहिँ म सुरेश थ्याङ्क यू आमा उता त के हान्यो वे कसले हानेको यो म त कहाँ जाने होला थ्याट उनी हान्दियो भाइ त्यो बाघभन्दा ठुलो हुन्छ नि के अरे माई गड बिचरा सिप हेल भर्काइज नि पर्दैन भयो उता जित्छ भयो पैसा मात्रै खर्च सोध्नु न कोसँग बुस्टिङ छ अरे भयो म त लाल लाग्छ अघिकै हो अरे हैज अघिकै केटाले हैज कस्तो हानेको है थाइ उता सुन्छ अरे ए हो र म बोलेको सुनिन्छ त यहाँमा सुनिँदो रहेछ नि त खुसी भएर उता जितेर
तिमीसँग तगडा रहेछ एमबिपी हो कि एमबिपी भन्ने होइन सिस्टर मेरो यस्तो हुँदैन जस्ट आज ऱ्याङ्किङलाई मात्रै पोस्ट गर्नुको मात्रै हो कहिलेकाहीँ 150 200 पनि हुँदैन हाम्रो ट्याप ट्याप हुँदैन तिमीले जित्यो थ्याङ्क यू सो मच म आफै हेरेको म आफै कोमामा छु सिस्टर आज यत्रो टप एमबिपीले यत्रो प्ले गर्नुभएको म आफै सक्छु आज थ्याङ्क यू इन्फिनिटी थ्याङ्क यू 4G ल गाइज एउटा गीत गाउँछु जिताउनु